यही छ साथी आज मेरो यो आजको तरकारी भन्नु पर्यो। कस्तो हुन्छ आज यसो खाएर विचार गर्नु पर्ला भनेर रोमानियातिर यस्तो अलिकति पाउँदो रहेछ। चिन्नु भएको छैन हजुरहरूले। ल हेर्नुहोस्, यस्तो कलिलो छ के, त्यही भएर तरकारी खाइदिउँ भन्ने विचार। चिन्नु भएको छ दाइ, यस्तै हो यो। के हो चिन्नु हो? यसो घाँस भात खानुपर्छ, मासु मात्र कति खानु र। त्यही भएर रोमानियामा अहिले अफ सिजन छ, सागपात भन्ने कुरो केही पाइन्न। यही घाँसपात अब भने खाइदिउँ भन्ने कुरा हो। हरियो चिन्नुभयो हजुरले, यो हो हाम्रो नेपालमा चाहिँ रातो खालको ऐँसिलो हुन्छ, यो चाहिँ एउटा कालो खालको ऐँसिलो भन्दो रहेछ के अरे, त्यसकै मुन्डा हो। त्यही भएर खाइदिउँ भनेर कोही। हेर्नुहोस् काँडा छ क्या, हेर्नु काँडा फाल्नै पर्यो। झ्याउ त झ्याउै छ, के गर्नु, यसो रहर लाग्यो कि खानको लागि। त्यही भएर बनाएर खाइदिउँ न भनेर काँडा साँडा फालेर यसलाई चट्ट प्रक्रुमा राखिदिने हो, खानुपर्छ। यस्तै छ, यत्रोको यति त भइछन्। हेर्नु के छ, लसुन ससुन चट्ट हालेर पट्ट फ्राई गरिदिनु पर्यो। अब यसको बनाइयो पाक्यो। अब यसो चाखिदिउँ कस्तो हुन्छ।
नयाँ डिस रेडी भयो।